सबैलाई न्यानो नमस्ते। धम युट्युब च्यानलमा सबैलाई स्वागत छ। आज चाहिँ बिहान काम गरियो। के काम भन्दाखेरि चाहिँ खन्ने र ढुङ्गा बोक्ने। ढुङ्गा अब घर निर्माण अझै पनि भएको छैन। अनि जस्तो कि त्यो घरको छ माथिको त्यो छानोदेखि तल चुली भन्छ त्यसलाई। अनि यस्तै उठाउनु पर्ने छ हाम्रो घरको पनि। अनि यो चुली उठाइसकेपछि चाहिँ यो टिनसिन ठोक्ने काम हुन्छ। यति काम छ चुली उठाउने। नास्ता खाने टाइम भइसक्यो। अब हाम्रो नास्तामा के छ भएन। नास्तामा चाहिँ मकैको रोटी र सिमीको दाल रहेछ। सिमीको खोस्टाको दाल। अनि अब नास्ताको रूपमा यही खाएर फेरि कामतिर लागिन्छ है त। नास्ता खाएर पनि सकियो अब होइन। टक्क अब चाहिँ हामी अब के गर्छौँ भन्दाखेरि थक्कै भेट्छु। दाइ र बाजेको चाहिँ हल्का मजाक चल्यो। त्यसपछि एकदम रमाइलो भयो, हाँसियो। अनि त्यसपछि हाँसो सँगसँगै थकान पनि मेटाइयो है त। हामी चाहिँ उता बाजे दाइ छौँ। बाजे र दाइ अगाडि हुनुहुन्छ। त्यसपछि हावा चलिरहेको छ। उता माथि लेकतिर चाहिँ पानी परिराखेको छ। अब यहाँ पनि पर्ला जस्तो सुरसार छ। त्यही भएर चाहिँ अहिले पछि समस्या हुनसक्छ पानी आएपछि। त्यही भएर अब हामी चाहिँ धुरी लिन जान लाग्छ। पछाडि चाहिँ त्यहाँमा जाँदै हुन्छ। त्यसपछि धुरी लिन सकिन्छ सकिन्न होला सायद भन्ने हो। के पो हुन्छ। त्यसपछि चाहिँ हामी जान्यो भने चाहिँ हामी म चाहिँ धुरी लिएको गाउँमा चाहिँ यसरी जाउँ फलेर अब हावा लागेर चाहिँ यसरी डान्स गरिरहेछन्। अनि फाइनल्ली धुरी लिने ठाउँमा पुगियो। उता चाहिँ दाइ उता बाजे। धुरी चाहिँ यही हो लिनुपर्ने। अब के हुन्छ सकिन्छ सकिन्न। यस्तो गाह्रो भयो।
फेरि गाह्रो त रहेछ यो बाटो पनि लाउन तपाईँ छोडिदिनुहुन्छ कि हुन्छ यार सकिन्न हो गाह्रो छ गरौँ रहेछ यार यो बाटो भन्ने हो कि यो धुरी भन्ने हो कि के भन्ने हो पच्कायो है दाइले मजा छ कि हुन्छ हाँस्नुहुन्छ यार बेसी बाटै छैन त फाइनल्ली हामी चाहिँ यो धुरी ल्याएर रेस्ट गर्दैछौँ उता यसरी धुरी ल्याएर पनि अब घरमा चाहिँ राखियो अब चाहिँ अब यो यति काम सकेर अब हामी घरतिर लाग्ने काम छ फाइनल्ली आजको काम पनि सकेर घर जानको हामी चाहिँ पछाडि मिस्त्रीहरू गइसक्नु अगाडि हुन्छ ल आजको भिडियो यति नै हेरेर साथ सपोर्ट दिनु होला।